इन्ट्रेस्टिङ बनाउनलाई रमाइलो गर्नलाई चाहिँ यो थर्ड प्राइजमा चाहिँ लकी ड्र चाहिँ ओपन गरौँ भन्ने सल्लाह भयो। त्यही मुताबिक यो थर्ड प्राइज कसको हातमा चाहिँ जानेवाला छ त्यो चाहिँ जानु न। त्यस पछाडि चाहिँ अब सेसन त्यसको लागि चाहिँ हाम्रो एकदमै ग्रेट लिडर छक्का लिनु छ। एकदमै इमानदार डिएक्सेप्टै चाहेको मान्छे सबैभन्दा बढी उहाँ नै हो। सबैभन्दा बढी एकदमै इमानदार हाम्रो ग्रेट लिडर हुनुहुन्छ। उहाँको हातबाट कसको नाममा जान्छ मलाई एकदमै यो पैसा परेको छ यो सबैमा कसैलाई अन्याय नहोस् है। नेपालको राजनीति जस्तो घुसपैठ नहोस् पावर युज नहोस् केही नहोस् एकदम निष्पक्ष टिएक्सन निष्पक्ष छ। त्यसो भएकाले अब एउटा टिपुन्छ तयारी कसको नाम पिकअप हुनेवाला छ। ल तपाईले आफूले पोजिटिभ बनाउनुहोस्। जो नेगेटिभ हुन्छ उसको हुँदै गयो सिधा कुरा हो। जसले आफ्नो पोजिटिभ लेभललाई हाई बनाउँछ उसको नाम आउने छ। कसको आउनेवाला छ ल को यति पोजिटिभ मान्छे छ यहाँ यो हलमा ल उहाँले चाहिँ भन्नुहोस् को चाहिँ यति पोजिटिभ हुनुहुँदो रहेछ क्या। अब हलमा केही सिक्छु भन्ने को मान्छे हुनुहुँदो रहेछ को यस्तो व्यक्ति आउनु भएको रहेछ। यहाँ टिकट नम्बर आइसकेको छ 1 छ अनि कुन नम्बर छ हेर्नु 1 त छ नि सबैकोमा। यो हौजी जस्तै हो हौजी खेलेर सौजी बन्नु हुने जस्तै भयो। 1 नम्बर छ अनि 2 नम्बर छैन यहाँ। त्यहाँ एकैचोटि 4 नम्बरले डेब्यु गरेको छ। कसको छ 1 देखि 4 छ अनि 5 छैन 6 पनि छैन 7 नम्बर छ। कोही हुनुहुन्छ 147 टिकट नम्बरको नाम रहेको छ इसाम केरु। को हुनुहुन्छ र मिस इसाम केरु हुनुको लागि चाहिँ यही हलभित्रमै हुनुपर्ने चाहिँ मलाई अघि नै भनेको थिएँ। बाहिर छ भने पाउँदैन। मैले अघि नै भनेको थिएँ। मैले फेरि स्मरण गराउन चाहन्छु जो मान्छे यो ढोकाभित्र बाहिर पनि हुँदैन मान्छे हलभित्र हामीले अघि नै भनेको थिएँ यो। त्यसैले टिका ढाका मानवहरू भित्रै आउनु होला। यो मान्छे नाम गरेको मान्छे मैले यहाँ हलदेखि बाहिरबाट आयो म मान्ने भन्दिनँ। यही त कोही हुनुहुन्छ हात उठाउनुहोस्। सेकेन्ड राउन्ड अन हुन्छ रुलमा पास अहिले छैन भन्ने पास गरेन ल। अब फेरि दोस्रो राउन्ड एउटा व्यक्ति पर्दै हुनुहुन्छ पोजिटिभ 2 पोजिटिभ आफूलाई एकदम पोजिटिभ बनाउनुहोस्। उहाँको नाम हेरौँ उहाँको नाम मेरो हातमा आइपुगेको छ। द भोइस अफ नेपालको जस्तो ढुकढुक ढुकढुक उसको चाहिँ मेरो भयो हुन्थ्यो भन्ने त वाकै हो तर त्यति सजिलो छैन। म यसलाई त्यति साह्रो मुटुको धर्मलाई बनाउँदिनँ होइन किनकि हामीलाई शान्ति चाहिएको छ। त्यसो भन्नाले टिकट नम्बर मैले भने यहाँ चाहिँ 4 बाट सुरु भएको छ। अरू 1 2 3 जना गएको 4 बाट छ एउटा। त्यसपछि अर्को नम्बर छ 5 नम्बर 45 टिकट नम्बर भएको जो कोही हुनुहुन्छ भने सिधै स्टेजमा आउनु होला। 45 नम्बर छैन भने नेक्स्ट आउनु लाग्छ। नेक्स्ट आउनु छैन ल हाम्रो यही भित्रमा नै बिरालो हो नि त। त्यो भएको कारणले चाहिँ हामी भित्रैमा यसको चाहिँ सहयोग गर्न खोजिरहेको छौँ। टिकट हुने चाहिँ बाहिर नजानु होला नि पछि लानु पर्ला नि पछि लानु पर्ला। अब फेरि अर्को राउन्डमा जानेछ। अब को हुनुहुँदो रहेछ त्यहाँभित्र को यति राम्रो नाममा आउँदैछ यो प्राइज
जानु आँटेको छ ती मान्छेको नाममा त्यो मान्छेको टिकट नम्बर छ 18 नम्बर को हुनुहुन्छ 18 नम्बर हो हुनुहुन्छ 18 छ आउनुहोस् न 18 छ नेपालीमा 18 सुषमा लिम्बू हुनुहुनेछ दुधेबाट आउनुभएको फोन नम्बर पनि छ यो चाहिँ प्राइभेटली राखेको धन्यवाद उहाँलाई यो गीत थाल्दै कलाकृतिको धन्यवाद सुषमा लिम्बूलाई हो यसरी बस्नुपर्छ कार्यक्रम भरि बस्नुपर्छ त्यसको यस्तो नियम तपाईलाई सानै बेला यो 22 हामीले दिएका छौँ यसलाई ग्रहण गरिदिनु धन्यवाद।